So hey guys, welcome back to my new video लिएर आइसकेको छु र मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला नि लाइक कमेन्ट सेयर पनि गरिदिनु होला। सो आज चाहिँ म नानीलाई टिफिन पुर्याउनको लागि तयार गर्दैछु सामानहरू। नानीले चाहिँ धेरै म्यागी मात्रै खान्छ नि म्यागी लगिदिए अनि एप्पल लगिदिए अनि लिची जुस लगिदिए एउटा। अनि म चाहिँ जाँदैछु किन यहाँ अलिक अगाडि जानुपर्छ नि त। अनि यहाँ अगाडिबाट अलिक भाउजूले साइकलमा लग्नुहुन्छ मलाई। अनि नानी चाहिँ मेरो दाइको छोरा चाहिँ अघि गइसकेको छ क्या नानीलाई टिफिन पुर्याउनु जाने कि जाने भनेर। अनि अगाडि नै गइसकेको त्यो चाहिँ मैले लग्दिनँ भनेर। अनि त्यहाँबाट अलिक अगाडि चाहिँ दुईवटा भाउजू हुनुहुन्छ। अनि एउटा भाउजूले दाइको छोरालाई लग्नुहुन्छ अनि मलाई लग्नुहुन्छ मेरो भाउजूले चाहिँ। सो अनि घाम चाहिँ उपर लागिरहेछ अनि हावा पनि उपर चलिरहेछ आज चाहिँ। सो अनि मेरो अगाडिको कपाल त्यस्तो हावाले उडाउँछ नि कुन दिनमा चाहिँ दशा लगाएर काटेको जस्तै भइरहेको थियो मलाई यो कपाल उडेको देख्दा चाहिँ। अनि हामी चाहिँ आधी बाटो पुगिसक्यौँ। अनि यहाँबाट चाहिँ शीतल पनि जान्छ नि त। अनि शीतल म भाउजूहरू जाने भयौँ। अनि नानी चाहिँ यहीँ बस्छ किनकि साइकलको त्यो उयो खुसी गरेका चाहिँ। अनि अब चाहिँ फाइनली हामी चाहिँ स्कुल पुगिसक्यौँ। अनि नानीहरूलाई खाजा खुवाउने ठाउँमा लिएर खाजा खाँदै चाहिँ यहाँ शीतल अनि मेरो भाउजू हुनुहुन्छ यता नि। अनि केटाकेटीहरू छन् क्या यहाँनिर त्यस्तो। हाम्रो नानीले चाहिँ केही पनि खाँदैन क्या। अनि यहाँ अहिले चाहिँ अङ्गुर खाँदैछ दाँतले नै हुँदैन क्या उसको बिचरा लडेर दाँत फुस्किरहेको छ नि त सबै। अनि केही खानै हुँदैन अब केही खान भएन भनेर त बोकेर राख्नु भएन नि त। अनि अङ्गुर चाहिँ अलिअलि खान्छ अनि कोलाहरू अलिअलि खान्छ क्या। अनि त्यही खाँदैछ अहिले चाहिँ। अनि म्यागीहरू चाहिँ खाएन पास्ता पनि त्यो उसले पास्ता नि खाएन अनि चाउचाउ पनि खाएन बिचराको दाँतले नि हुँदैन क्या। अनि हेर्दा चाहिँ यति राम्री चाहिँ पढ्नु नमाने होमवर्क गर्नु नमानेको देख्दा चाहिँ ज्वरो आउँछ यसलाई होमवर्क सिकाउँदा त। सो अब चाहिँ फटाफट खुवाउनु पर्ने हुन्छ किनकि यिनीहरूको ब्रेक टाइम पनि धेरै हुँदैन क्या कति 20 मिनट जति नै हुँदैन होला जस्तै लाग्यो मलाई चाहिँ। अनि अब यिनीहरू केटाकेटीले खाइसकेपछि चाहिँ अनि दाइको छोरी आउँछ कि अलिक ठुलोको हुँदो रहेछ ब्रेक टाइम। अनि अब यिनीहरूलाई चाहिँ क्लासमा पुर्याइदिनु पर्छ। अनि यिनीहरूलाई क्लासमा पुर्याइदिइसकेपछि मात्रै आउँछ दिदी चाहिँ। अनि बिचराले हेर्नुले खाएको पनि कस्तो माया लाग्दो तरिकाले खान्छ क्या। अनि अब चाहिँ दाइको छोरी पनि आइसकिसक्यो। अब भाउजूले यसलाई चाहिँ पुऱ्याइदिनुहुन्छ मलाई चाहिँ अलिक अप्ठ्यारो लाग्छ नि त। अनि दाइको छोरी आएर खान्छ अनि अब यिनीहरूको ब्रेक टाइम पनि धेरै हुँदैन क्या कति 20 मिनट पनि हुँदैन होला हौ कस्तो धन्न। म चाहिँ सरकारी स्कुलमा पढेको छु 1 घन्टासम्ममा त खाजा खाएर नि खेलेर नि सक्थ्यौँ क्या हामी त। अनि यहाँ चाहिँ हामी दुईजना मात्रै छौँ मैले चाहिँ। अब यसलाई पुऱ्याइदिनु हुन्छ नि त भाउजूले अनि दुईजना मात्रै हुन्छौँ। सो अब चाहिँ जान्छ यो। अनि मेरो खुट्टा चाहिँ के भएर सुन्नेछ क्या यत्रो अनि कस्तो दुखिरहेको थियो। अनि हामी चाहिँ घर फर्किँदैछौँ खाजा खुवाएर। सो मलाई चाहिँ मोबाइल सामान हेर्न कस्तो लाज लागिरहेको थियो क्या मान्छे धेरै हेरिरहेको थियो नि त पछाडिबाट। अनि कस्तो अप्ठ्यारो लागिरहेको थियो त्यही पनि मैले चाहिँ मोबाइल समाएर हिँडेको क्या। अनि भाउजूको र मेरो कुरा चाहिँ चल्दै थियो। अनि उतापट्टि चाहिँ दाइको छोरा र भाउजू हुनुहुन्छ। अनि यता चाहिँ म र भाउजू छु मेरो आफ्नै भाउजू उहाँ चाहिँ। अनि उतापट्टिको चाहिँ ठुलो मम्मीको बुहारी हो। अनि मेरो भाउजू चाहिँ अलिक मोटी हुनुहुन्छ नि त त्यही भएर मलाई साइकलमा तान्न सकिराख्नु भएको छ। तर म नि धेरै मोटी त छैन त्यही पनि अलिक गाह्रै हुन्छ नि त यस्तो घाम लागिरहेछ। घाम चाहिँ अति नै लागिरहेछ क्या आम्मामा। अनि नन्दा भाउजूको कुरा अलिअलि चल्दै थियो। सो अनि अब भोलि चाहिँ म सायद जाँदिनँ होला आज मात्रै गएको हो म। अनि त मान्छेले हेरिरहेको थियो क्या कस्तो अप्ठ्यारो लागिरहेको थियो मोबाइल चलाउनलाई। त्यो पनि सुरु हो त्यही भएर लाज लागेको भनेर मान्छे त्यति चलाएर हिँड्दैको मोबाइल। अब चाहिँ हाम्रो घर जाने बाटो आइसकिसक्यो। अनि म चाहिँ साइकलबाट उत्रेर घरतिर लागिसक्यो। अनि भाउजूहरू आफ्नो घरतिर लागिसक्नु भयो। अनि तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो सो कमेन्ट गरेर भनिदिनु होला।
अलि सल्लाह सुझाव दिनु होला। मलाई खासै थाहा छैन क्या, म खासै बनाउँदिनँ, कस्तो अप्ठ्यारो लाग्छ क्या। अनि अब बनाइसकेको कुरा एडिट गरेर हाल्नु त हो नि भनेर मात्रै म हाल्छु। त्यही भएर मलाई एडिट गर्न पनि आउँदैन क्या। सो मलाई चाहिँ कमेन्ट गरेर भनिदिनु होला। अनि म चाहिँ फाइनली घर आइसकिसकेँ। बाई बाई।